हेलो सबैजनालाई नमस्ते। आज म चाउमिन बनाउन जाँदैछु हैन। टक्क लाएर आगो लाएर चाउमिन बनाउँछु है। एकदमै बवाल तरिकाले चिकन चाउमिन बनाउन जाँदैछु। त्यसमा चाहिँ पुरा एकदमै के आगो लगाएर ट्याक्क पारेर अब मासु फ्राई हालेको छु मैले। एकैछिनमा मासु फ्राई हुन्छ हैन। अनि मासु फ्राई भइसके पछाडि अनि यता भातहरू पनि पाक्दैछ। एकछिन चाहिँ यसलाई चलाउँछु मजाले, राम्रोसँग पाक्ने गरेर चलाउँछु हैन। अनि त्यस पछाडिबाट ट्याक्क लाएर चाउमिनमा सरर पुरा चिकन एकछिन रातो हुने गरेर भुटेपछि मैले ट्याक्क त्यसमा आगो लगाइदिन्छु। अनि यो चाउमिनको लागि रेडी हुँदैछ। एकछिन अब लगभग मासु चाहिँ पाक्न लागिसक्यो। अब सरर पारेर मैले है ट्याक्क पारेर आगो बाल्छु। सबैजनाले हेर्नु होला कस्तो मजाले आगो बल्छ कि। एकैछिन मासु फ्राई हुन्छ अनि ट्याक्क मासु फ्राई भएर हल्का पानी चाहिँ छ्याप्प मासु फ्राई प्यानमा चाहिँ हालेपछि ल हेर्नु कस्तो मजाले आगो लागेको छ। ओहो माई गड, तपाईँहरू पनि यस्तै गरेर आगो लगाउनु।